कसले भुटुक दिएर माग्छ कसले खा भनेको त क्याराक्क ठोक्दैन सिवाई मारे सो गाइस हामी चाहिँ मुख सुख दिएर होइन पुरै मुख सुख दिएर फ्रेस भएर होइन खाना खानु निस्किरहेको छु यहाँ बोमे चाहिँ एकदम खुसी छ क्या खाना खानु पाएको अरे रे यो जतिको खुसी चाहिँ भर्खर तरकारी पाक्दै रहेछ यार होइन ठिक छ त लिइहाल्छ नि दादा त कति लान्छ घरकै क्या सो गाइस होइन अब चाहिँ हामीले सर्ट लगाएर खनिसकेर हिँड्दैछौँ होइन यहाँ चाहिँ मेरो पार्टनर खन्ने आजको ठुलो होइन बोम्दै रे 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 अरे मासु कति बचाउँछ सा ओ ट्याक्क आइसक्यौँ होइन हाम्रो चाहिँ सो गाइस होइन सबै सन्चै होला होइन सो आज चाहिँ म मेरो डेली भ्लग लिएर आएको छु फेरि पनि सो मेरो भ्लग चाहिँ घरबाट स्टार्टिङ भएको छ र आज म खेताला जानुपर्ने हुन्छ र खेताला जाँदैछु सो के हुन्छ यसको खेताला जानुपर्छ अब सो गाइस खेताला जाने बाटो लागिसक्यो होइन सो कोदाली बोकेको छैन भन्नुलाई होइन कोदो रोप्नुपर्छ किनभने कोदाली घरमा पनि रोप्दै छैन एक दुईवटा मात्र छ कोदाली पनि छैन गाइस होइन एक दुईवटा मात्र छ त्यही भएर म कोदालीबाट हिँडिरहेको छु सो कोदालीमै पाउँछ होला भन्छु खोजेर ल्याइराखेको होला सब पकाएर आइसकेको रहेछ खोइ अरू अनि खोइ अरू मान्छे ल च्याट्ट लाएर मौसम पनि लास्ट गुजिया तर काम गर्नेको चाहिँ गाँडोमा छ डढाएर घामले कतिजना खन्ने छ कतिजना खन्ने बारे गलाएर मार नै बाउसे वाट्सएप ग्याङ है अस्तिको ब्लगको मान्छे यो चाहिँ हली ड्राइभर अरे ब्रान्डे अरे ब्रान्डेड हली ड्राइभरहरू थियो भने बाउसे ड्राइभर चाहिँ यता अरे बाउसे ड्राइभर यता त्यस पछाडि अनि रोपारहरू आउँछ 25जना विशेष गरी म त यहाँ विशेष गरी मेलो बनाइदिइहाल्नु पर्ने छ हतार जोतेर है नहिँडेकोमा अलिक दुःख लागेको छ यहाँ माथिबाट जोतेर झार्नु पर्ने रहेछ रोप्नु पर्ने रहेछ आज टेन्सन रहेछ त अहिले उठेर अहिले मुख दिएर अहिले भर्खर भ्लग स्टार्ट गर्दै आएकोमा चाहिँ होइन यत्तिकै चाहिँ चाहिन्छ अनि बिउ त सानो रहेछ त नि यहाँ कहाँबाट उसलाई कोदाले ल्याउनु थियो नि अनि आउँदैन त खन्नु पो थाल्नुपर्छ त अब त हल्का छिटै आइसक्यो यार बिउ बोकारे ठिक छ त बिउ बोक्नु पनि मान्छे हुँदैन धेरै टाढो छैन उतादेखि त रहेछ नि सो मान्छे नै आउँदैन त यार कति बज्यो ल आइसक्यो मेरो टोली चाहिँ यति नै हो क्या यार आज गाँड मसल जस्तो 3जनामा सो अब चाहिँ हामीले खन्नुपर्छ होइन केटा औ दरबार खन्ने हो नि लुलु अरे बुमे मेरो भाइ दरो छ नि तेरो खोल्दा मैले दरो गरे होइन बुमे दरो सक्छ नि त भन्दै त मोटे के हो घाममा
यताबाट जोत्ने यताबाट ब्रान्डले जोतिहाल्छ नि होइन हाल त म खैनी खान्छु खैनी खानु जाऊ त जोत्दिने डेली ब्लग अब हाल्ने फर्स्ट ड्राइभर यहाँ छ भनौँ न ट्र्याक्टरको यस्तो गोरुको ड्राइभर यहाँ म गोरुको ड्राइभर अझै अझै ऱ्याप पनि अझै ऱ्याप त उयो अब यो मेलामा ऱ्याप स्याप अब भोलि पर्छ के डल्ला छैन झार छैन सरर तान्दिने झार झिलाउनु परेको छैन यहाँ डल्ला छैन हाम्रो डाँडामा जस्तो छैन यहाँ फरर छ माटो सम्यक त नआउने कन्ट्रोल परेर चिने लोभले नआएको रन्डीको छोरामा फेरि बोलो माछ्ने भाइ को छ र किन नआउने खै किन नआउने मलाई नआउने अरे म्या अब हामी चाहिँ रेडी पनि नरहेछ होइन म त फेरि खनेको छैन सिकाउनु पर्छ त अब हाम्रो चाहिँ कति भयो भने पहिला छेत्री बाबुले एकजन पढाएर काटेर अरे खोर्सानी लाएर केटाकेटीले स्वास गर्दा देवरले पनि धेर खान्छ भनेर क्या होइन त्यो त होइन हो मैले काख्नु लगाएको आन्टी कसम काख्नु लगाएको तिमी खाऊ न म त अहिले खान्न ए माइला यहाँ रहेछ नि त बसको अघि अलिकति लाएर ठिक्क पारेको खानु न पाए पनि म पनि खान्छु खाउन तिमी खाउन म खान्छु न दुईटैमा खाऊ न मागा दिए जाँड खाएपछि तपाईँलाई सबलाई खेद्छ किन हौ बोमे पो खाजा खाने बेलामा फुत्त हिँड्ने त बौलाएर बिस्तारै खनिदिनु सँगसँगै रोपाएर हामी खेताला जङ्गाला के त हने हो पनि खेताले हामी खेताले कसैले केही भनेको त होइन होला नि भोक लाग्यो भन्नु घरमा खाएर आउँछु भनेर आउँछ होला आउँछु भन्थ्यो हिँड खाजा खानु भने घरमा मासु छ भन्दैछ ए अघि बाँड्दै तिनटै ठुल्ठुलो यत्रो एउटैको अनि मैले कसरी जान्नु अरे तिनटै ठुल्ठुलो यस्तो अर्को ठुलो बेच्नु होला लगाएको अरू खाना जस्तो गिलासहरू यता छ ल मलाई त यो बाँड्दै अहिले नफुटाउनु क्या ऊ त्यो खाइसकेपछि ऊ डिउहरू सबै खालको छ त्यो खाइसकेपछि यो ठुलो ल्याउनु भयो त किन फुटाउनु गर्ने आउँछ गरिमा ऊ चिसोमा एकै राख उता झोला लाग्यो गोजीमा बोकिराख्छ उमेसेमा ढल्नै बेला भइसक्यो आमा बोल्नै सकेको छैन ढेर्का आएर ल तल चाहिँ गाइज फेरि देखा त सो तल चाहिँ होइन यत्रोजनाले एकजनाले मैले पुर्याइदिँदैछ अरे के को बल मान्नु को द यो दर कि मोटे बोमे दर कन्डोली कुखुराको कन्डोली खाने हो नि टुप्पा घटिगयो नि है आम्मा सानो चाहिँ त बुढी त राम कसले भुटो पुगेर कसले खा भनेको त क्याराक्क ठोक्दैन सिवाई मारे गम्मे टोक्दियो है सो गाइज होइन अब चाहिँ हामीले सर्ट लगाएर खनिसकेर हिँड्दैछौँ होइन यहाँ चाहिँ मेरो पार्टनर खन्ने आजको ठुलो होइन बोम्दै रे 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 अरे मासु कति बचाउँछ साहब भन्न मासु पचाएकै हो त अब के हो जा
जो खुट्टा सुट्टा धुनुपर्छ गएर होइन बोमेले आज मासु कति खान्छ गाई हेर्नु है आज चाहिँ चाहिँ माछा यार अघि खाजा खानु नपाएर रिसाले हिँडिरहेको केटा सुत्दै हो खनिसकेको हामीले होइन कामबाट आज मुक्त मासु यस्तो पचाइदिएको तैँले बोमेले आज 2 थाल खान्छ कि मासु यसको चाहिँ रेकर्ड गर्दै गरिमा हो है गाह्रो छ डेन्जर छ यो त चिकन खानु त यता रोड झन् ट्याक्क आइसक्यौँ होइन हाम्रो चाहिँ नाति खाइदियो बोमेले होइन लिइहाल्छ नि दादा त कति लान्छ ए पुरानो दादा यो चाहिँ च्याट लाएर जुत्ता लाउँदाखेरि सालीको खुट्टा यही घर हो यो हिँडहरू बनाउने घर बुढा आएको थियो अनि तरुनीहरू आएको भुवनपछि नाच्ने त्यतिखेर उमेरकै थियो नि त भुवनकेसीहरू हामी चाहिँ अलिक सानो सानो थियो छेकाउँथ्यो है अनि नाच्दैन सबैले भान्जी भन्ने फेरि माइला बुढोले त यो डेन्जर छ दुपी बुढा मान्छेले पारेको छ होइन अनि सानो अनि गर्थ्यो त अनि नाच्थ्यो हामी आउँथ्यौँ अनि त्यो त्यति खाने रक्सी पोखराकोहरू क्याम्पदेखि नै आएको पछि कहाँ मुद्दा परेर जेल छ भन्छ त्यो बुढो चाहिँ बुढो भइसकेको थियो के भयो किन के भयो अरे रोपिसक्नु आँट्यो ढोड्न थालेको जिस्किन्छ नि उहाँ ओहो म रोपिसक्नु आँट्यो भनेको ओहो गर्छ ऊ अत्तालिँदैछ खाना ढिलो पकायो भनेर खाना पाएको छैन रहेछ अनि अत्तालिँदै रोपार त हामी पुरानो होइन धारा रहेछ च्याट्ट लाएर पुग्छ टन्स आजको मेन खेताला चाहिँ झ्यापमा छ यता अरे झ्यापमा गाई हामी चाहिँ मुखसुख धोएर होइन पुरै मुखसुख धोएर फ्रेस भएर होइन खाना खानु निस्किरहेको छु बोमे चाहिँ एकदम खुसी छ क्या खाना खानु पाएको अरे रे यो जतिको खुसी चाहिँ कोही छैन त्यही हो भर्खर तरकारी पाक्दै रहेछ यार भर्खर त डेन्जर भर्खर भने यो कुकले चाहिँ गर्नु पर्यो अलिक छिटो होइन ठिक छ त अहिले भर्खर त छ हजुर के को बच्छ आज त चाँडै भइसक्यो राम्रो अलिक त्यो अस्ति निकै छिटो अगाडि के भनेको सँगसँगै रोपासँग निस्क्यौँ भनेको होइन रोपिसक्नु आँट्यो नि गर्ने फेरि आएर के भन्छ घरि के भन्छ मासुमै पाएको छैन रहेछ गाई यस्तो खाने रर्थ्यो कि होइन म भन्दै त कस्तो खाने रर्थ्यो कसरी खान्थिस् भने त डेन्जर छ बस्ने ठाउँ यहाँ बस आनन्द पाउने थियो त कडा मिट मसला थिएन मिट मसला पनि छ अर्को मसला पनि मैले पिसेको छु मिक्सरमा सब रेडी अरे भने घर घर जान्छ भने घरमै खाने अब होइन गर्ने भने जस्तो नहोस् है लु को हामी लाग्यौँ त्यसो नहोस् ध्यान आउने बिस्तारै भान्छु जस्तो मान्छे म त काका भन्छ उताइ भन्छ ल भतिज भन्छ आजदेखि म भतिज भन्छ अबदेखि सो खाना खाइसक्यौँ अब हामी चाहिँ घर लाग्यौँ भने आफ्नो घर जानुपर्छ धेर घिच्यो यसले चाहिँ धेरै 3 महिनाको नम्बर 1 मा क्यामेराम्यानै पर्छ